एन्ड नमस्ते तपाईहरुलाई सबैलाई स्वागत छ मेरो पहिलो भ्लगमा हैन। आज चाहिँ म तटलाएर खोलातिर लुगा धुन र नुहाउन हिँडी हैन। हामीसँग केटाहरु पनि छ। ओइ केटाहरु अनुहार देखान यार, के यार लुकाएर हिँड्दा एउटा चाहिँ यस्तो गर्मी पनि यहाँ टक्ने पुरा सिरेको उठेर हिँडेखा त के हो पारा। यस्तो अम्बा खाँदै हिँडेको छु। लास्ट गर्मी छ हैन। खोला चाहिँ हाम्रो उहाँ हो, उहाँ तल। अब त्यही हामी नुहाउन जाँदैछौँ। हामी 4-5 जना भन्न नि नमिल्ने। कतिजना हुन्छ हेरौँ। टक्क ब्यागमा कपडा छ। गाउँको प्योर लोकल अम्बा खाँदै ओह्रालो झर्दैछौँ हामी हैन। देख्न सक्नुहुन्छ। यसलाई चाहिँ फेरि यस्तो गर्मी बेलामा पनि जाडो भयो अरे भनेर ट्याक्क ज्याकेट एउटा हिँड्दा हैन। जाडो त भएन, मैले चाहिँ यहाँ घाम बिस्मरी तर्केर यसो सर्ट फुकालेर यसो छेक्या मात्रै हो। त्यस्तो नमान्नु। यही हो मेरो भन्नुभयो, केही छैन। त्यति खासै बोल्न पनि आउँदैन हैन। पहिलो ट्याक्क भर्खर सुरु गरेको। तपाईहरुले सबैले सब्स्क्राइब गर्नु होला च्यानललाई, माया गर्नु होला, सपोर्ट गर्नु होला, साथ दिनु होला। हामी यस्तो गाउँमा नेट पनि चल्दैन, यो गाउँमा डाटा पनि खासै राम्रो पनि चल्दैन अनि टावरहरू पनि राम्रोसँग दिँदैन। लाइन पनि आउँदैन, गाह्रो छ यो गाउँमा बस्न पनि हैन। अब के गर्नु, गाह्रो छ। हिजोदेखि लाइन गएको, आज आएको छैन। यस्तै छ है गाउँघरको भ्लगहरू। बोर नमानिकन हेर्नु होला। ल हामी चाहिँ ट्याक्क भतिजो घर पुग्यो। अब यहाँबाट कपडा लिएर गएर खोला जाने हो। ओए तेरा नाम के है भाई? अनिश सुनार। के? अनिश सुनार। सुनार। ए तो कुन चाहिँ छोरो हो त? अनिश छोरो। जेठा माइला साइला काइला कुन चाहिँ त? काइला। कति पर्छ त भाइ? सिसामा पर्छ। त्यहाँ जवाब दिनु न। यो चाहिँ सिसम भन्ना सिसम के रे फेरि भन्छ? सिसा कच्चा। सिसा हैन, चिसु कच्चा भन्छ। सिसो कच्चा। बल्ल राम्रो भने। अनि तँ भाइ यहाँ आइज। त्यो खोलामा नुहाउन जाने न? जाने। तँलाई खोलाले बगाउँदैन? बगाउँछ होला तँलाई। तँलाई पौडी खेल्न आउँछ? आउँदैन। अनि त्यसो भए किन खोलामा जाने तँ? नुहाउन। किन नआउने त? त्यतिकै। मैल परेर कि? साबुन हो। अनि कपाल कहिले काट्छौ त? के थाहा त? कैसे लोग रहते हैं यार यहाँ पर। थाहा छैन? यहाँ मैले कपडा प्याक गर्दैछ नुहाउन जानलाई। यस्तो ट्याट बनाएछ, यस्तो खतरा। शिवजीको भक्त होइन त केटा? सबैको भक्त हुँ त। सबैको भक्त। पुरा पैसा छ कि भने चेक गर्दैछ यहाँ। लाखको बिटो चेक गर्नु पर्यो नि। पैसा भइदिएछ बियर खानु हुन्छ भन्ने। भिज्ला फेरि भिजेपछि काम लाग्दैन। त्यही भएर छामेको। फाइनली हामी निस्किसकेका छौँ घरबाट। टक्क कपडा धुनलाई। रुको जरा सबर करो। चिप्लो।
ए कुरो लागेन लाग्छ मलाई घरमा गएर टिप्ने हो कुरो माली खोलाम गर्छ किन टिप्नु कुरो भाइ खोलाम त भाइ कपडा धुनु पऱ्यो नुहाउनु पऱ्यो यस्तो छ भ्यूहरू गाउँको आइफोन भएको दामी निस्किन्थ्यो होला होइन अब यो एन्ड्रोइड मोबाइलबाट गरेको खासै राम्रो देखेको छैन यस्तो झ्याडी हिँड्नु पऱ्यो के भन्नु गाह्रो छ हो गाह्रो भन्नै लडे लुकी छस् केटा फाइनली खोला आइपुगेका छौँ होइन अब हामी खोला जाँदैछौँ त्यहाँ चाहिँ लन्ठु आइरहेछ यस्तो दामी छ पर्ख्या ओए होइन ए त्यो चाहिँ ब्याग बोकेर कतिजनालाई त नआउन नआउन किन नआउनु पर्यो त हजुर किन नआउने त के थाहा किन भयो थाहै छैन कस्तो थाहा नभएर नआउनु पर्ने त नआउनु भयो नि त सोच्नुपर्छ कसरी नआउने हो भन्ने केही थाहै छैन हाम्रो घर चाहिँ फेरि ऊ माथि हो त्यो ट्याक्क देख्न सक्नुहुन्छ यता भन्दा यता यति टाढा होइन माथिको ट्याङ लाएर त्यो जङ्गल छेउको खासै राम्रो देखाएको छैन कालो कालो देखिरहेको घामले गर्दा यस्तो छ के भन् तैँले है हामी नुहाउनमा आइपुगे अब हामी नुहाउनेछौँ तपाईँलाई सर्लक्क देखाउने ओइ तँ नुहाउन सक्छ हो र ए
फाइनली गाइज आजलाई यति नै। अब अर्को ब्लगमा भेटौँला। त्यति दिनको लागि सबैलाई बाई बाई, नमस्ते।